चोर ल चोरको बिगबिगी भएर यहाँ कुखुरा चोरे भागेर के चोर्यो तीनवटा ठाउँमा चोरी भइसकेको दुम्बियासमा त्यो चोर तलतिर माथितिर भागेछ भने हामी खोला खोला हिँड्दैछौँ है अब खोलैतिर भागेछ अरे खोला चोर खोज्दै हिँडेको अब कता हो कता यो झाडीमा आउँदैन पनि लाइट पनि छैन 4-5 घर चोरी भइसक्यो ल है यो चोरलाई सानालाई केटाहरू कोही उताबाट गहन कोही यताबाट कोही पुलिसहरू पनि छन् भन्छ कि त्यता खोला खोला हिँड्दा सजिलो हुन्छ होला झाडी भन्दा यार यसो बालुवामा पाइला देखिन्छ कि पानी परेको छ त्यही भएर यस्तो छ चोरको बिगबिगी बढेर गाउँमा ल के भन्न तँलाई चोरको एकदम बिगबिगी छ त्यही लहरमा हिँडिराखौँ हामी चाहिँ यहाँ म इन्सपेक्टरसित कुरा गरिरहेको छु ल माछा लाइट उता बाल्नु कता लुक्छ चोर रातिमा त्यति दुःख भयो भने त्यही बत्ती बाले भाग्दा लहटे समात्थ्यो होला पछि लाएर वारिपारिबाट उज्यालो फोक्स लाइट बाल्नु ल राति हामी चाहिँ खोला खोलामा यसो लाग्दै उता बाल्दा अगाडि सबैसँग टर्च लाइट राम्रो भए पो अगाडि बाल्नु अनि तेर्खुट्टा मात्रै बाले हुन्छ चोर तेर्खुट्टा हेरेर हिँड्छ र ल